सम्पूर्ण साथीहरू नमस्कार। आज म चाहिँ जलन दाइको भिडियो रियाक्सन गर्न जान्छु त। ल हेरौँ है सबैले, ल हेरौँ है साथीहरू। ल ल अन्त गुरु भन्दै आँटिसकेको छ त मान्छे त। ल गोरु भनेको सुन्नुभयो क्या अरे? होइन गुरु त्यही भने सम्बोधन गर्ने बेलामा राम्रोसँग गर्न पर्यो। भन्नुस् न त के भनेर सम्बोधन गर्ने? डाक्टर तान्त्रिक झाँक्री गुरु प्रकाश भुजेल धर्मगुरु धेरै लामो नाम छ। गुरु अनि यति लामो नाम त भन्न अप्ठ्यारो हुँदैन? ओ अब तपाईलाई जे सजिलो लाग्छ त्यही भन्नु। म त वन झाँक्री भन्छु। वन झाँक्री त हो नि, कसले डाक्टर भन्छ? त्यही त सही हो, जलन दाइ चाहिँ होइन कसले वन झाँक्री भन्थ्यो भने कसले डक्टर भन्छ भने? फेसबुकमा देख्नु भएन अगाडि के लेखेको छ? डीआर लेखेको छ। डीआरको मिनिङ चाहिँ ढ्याङ्ग्रोको राजा। सही हो, यही डीआरको मिनिङ चाहिँ ढ्याङ्ग्रोको राजा हुन्छ है साँच्चै। ल त्यो नर्को हुँदैन। डीआर भनेको डक्टर त हुँदै हैन, ढ्याङ्ग्रोको राजै हुनुपर्छ। अलिकति विचार गरेर बोल्नु। अनि हजुर खास के हो त? कहिले म मोडल हो भन्नुहुन्छ? मोडल त हो त, मोडल झाँक्री। मार्सल पनि खेल्नु हुँदो रहेछ, खेलाडी पनि होला। पहिला खरासी पनि हुनुहुन्थ्यो अरे, डक्टर पनि हो भन्नुहुन्छ फेरि। म डक्टरै हो। हजुरको इन्सपिरेसन चाहिँ डक्टर जोनी सिम्सन नै हुनुपर्छ। सही हो न चलाउनु ब्रदरले, सही हो डक्टर जोनी चिने हो मान्छे। ल हेर त ठ्याक्कै मिलाएर। मेरी आमाले अहिलेसम्म कुनै छोरो डक्टर बनेको देखेन। आज प्रकाश भुजेल डक्टर बनेर देखाइदियो। ल आमा छोरा भनेको मान जस्तो हुनुपर्छ। अनि डक्टर साहब अस्ति नेपाली गौलाई एसएलसी को फुल फर्म सोध्दै हुनुहुन्थ्यो। एसएलसी को फुल फर्म भन्नु त? यो नि यो पागल, यो पागल हुनु रहेछ है। पीएचडी को फुल फर्म भन्दिनुहोस् त? पीएचडी को फुल फर्म यस्ता पीएचडी सीएचडी अब हामीलाई त्यो नजानी गाउँको बाटै नसोध्नु। अनि पीएचडी नगरेर डक्टर कसरी लेख्न पाउनुभयो? त्यही हो नि, प्रकाश भुजेलले पीएचडी गर्नुपर्छ त। कुनै त के हो यसको बारेमा यसो भनिदिनु त? एकाडेमिक क्वालिफिकेसन बनाएर पीएचडी गर्ने एउटा कुरा हो, एमबीबीएस एमडी गर्ने अर्को कुरा हो। अर्को चाहिँ के भने अनररी डक्टरेट हुन्छ। शेरबहादुर देउवामा पनि डक्टरेट दिएको छ। केपी शर्मा ओलीलाई राजनीतिक शास्त्रमा 3-4 युनिभर्सिटीले डक्टरेट दिएको छ। अनि हजुरले चाहिँ के गरेर अनररी डक्टरेट पाउनु भयो त? झारफुक गरेर मान्छेलाई निको पारे हो र। अस्ति त्यही भएर झारफुक गरेर 7 लाख रुपियाँ खाइदियो भनेर पुरै बिचराको बसी बाछो उठाएछन्। अब डक्टर भयो है त। जे नि चल्छ है हाम्रो नेपालमा। अनररी डक्टर पाउँछ भने त्यो रिकग्नाइज्ड युनिभर्सिटीबाट पाउँछ, इन्स्टिट्युटले दिन सक्दैन। अनि उहाँलाई चाहिँ कुन युनिभर्सिटीले दिएछ? भारतको इन्स्टिट्युट अफ एन्टरप्रिनर्स एन्ड म्यानेजमेन्ट स्टडिज आइएमएस भारतको कुनै पनि सरकारी निकायबाट मान्यता लिएको भनेर कहीँ पनि लेखिएको छैन। यो मात्र होइन, आइएमएस को नाममा अनररी डक्टरेट वितरणको एडभर्टिजमेन्ट गरेर ल्याउनुहोस् भनेर नोटिस गर्दै गरिएको। यसो भनिन्छ